यसको नाममा कसले पैसा उठाइरहेछ पैसा यसको नाममा कसले उठाइरहेछ कहाँ दर्ता छ यो दर्ता भए पनि पैसा उठाउन पाउँदैन यसले यो समिति दर्ता भए पनि पैसा उठाउन पाउँदैन कसले पैसा उठाइरहेछ यो मासिक पैसा कसले उठाइरहेछ तपाईले के भन्नुभयो माथि 4000 तिर्नुपर्छ यहाँ 13000 तिर्नुपर्छ तपाईले भन्नुभएको छ तपाईले म रेकर्ड देखाउँछु तपाईले 13000 कहाँ भनेछु मैले तपाईले म रेकर्ड 13000 हुँदा पनि मिल्दैन भनेर यस्तो के दर्ता छ दाइ मेरो दुईटा दर्ता छ दाइको दुईटा दर्ता छ तु त मेरो क्यामेरा चल्यो नि त दाइ मैले मेरो पैसा लिनु अनि मैले त उहाँहरु आए त भन्नु पर्दैन के रे ओडाले 25 जना भन्दा धेरै दिए छैन अनि धेरै नबस्नुस् जानु ओडाबाट स्वीकृति लिनुस् आउनुस् राख्नुस् भने हो हैन त अब त्यही हो कुरा अब अरु के भन्नु हो र तपाईले पैसा उठाउनु भएको छैन उठाएन पक्का हैन त पक्का हो यो भाइहरुले हिजो अस्तिदेखि जे बोलिरहेछ झुट बोलिरहेछ हो भाइहरुले एकजना भन्नु नि त दाइ यो भाइहरु सबैले झुट बोलिरहेछ हिजोदेखि हैन त पैसा बुझाउनु पर्छ यहाँ 10,000 देखि सिजनमा 13,000 अहिले त 15,000 भयो भनेर यो भाइहरुले झुट बोलिरहेको हो हैन त हिजो अस्ति झुट बोलिरहेको हो उहाँलाई 50,000 तिर्नुस् ठीक छ अपिल दाइ सुन्नु मैले मेरो क्यामेराको पैसा लिन्छु मेरो यहाँ क्यामेरा दुईटा चले हो है मैले त्यसको महिनाको मैले मेरो क्यामेराको पैसा लिन्छु तपाईलाई अस्ति बैदाममा किन लगेको रे मलाई चाहिँ पैसा उठाएन लो दाइ अब किन ढाट्नु र लगको हो त्यसपछि मैले उठाएन तो नगरी उठाएको दाइ तो नगरी उठाएको लिएको दाइ त्योभन्दा अगाडि हप्ता उठाएको हप्ता होइन दाइ उठाएको महिना मैले कतिचोटि 2 महिना उठाएँ ताल सरसफाइ गरिदिनु भिडियो हेर्नुहुन्छ सबै भिडियो ताल सरसफाइ राज्यले गर्छ क्या पैसा बुझाउने राज्यलाई हो के तपाईलाई होइन दाइ यहाँको मान्छेहरूले हामीलाई भन्छ त के गर्ने त नि के गर्ने भन्छ ताल सरसफाइ गरे त भन्छ चन्चटुटुबाट लिएर सबैलाई भन्छ यहाँ ताल सरसफाइ गर्नु पर्यो भने ताल सरसफाइ गर्नु पर्यो भने यहाँको ओडाले गरेन भने मेयरलाई ल्याएर गराउँछौँ हामी त्यही दाइ अब उसले ओडाले 25 वटा दिएको दाइ अब यसमा हाम्रो पनि क्यामेरा हटाइदिन 2-3 तपाईले व्यवसाय गर्नुहोस् तपाईलाई केही भनेकै छैन के मैले तपाईले 2टा राख्नुहोस् 5वटा राख्नुहोस् समस्या भएन यो यिनीहरू यो अब यहाँ भन्न कसैले मानेको छैन यो सबैजनाको रेकर्ड छ त्यो भाइहरू कसैले भन्न मानेको छैन सबैजनाको रेकर्ड छ आफ्नै भाडा तिर्न सकिरहेको छैन खाने बस्ने क्या हो भन्ने थाहा छैन यहाँ यसै कम्पिटिसन छ यिनीहरू माथि पैसा नउठाउनु दाइ दर्ता भएको 2 महिना भयो हैन मलाई पुलिसले समातेर लसे त मैले पैसै उठाएन नि दाइ मलाई पुलिसले उठाएर लएपछि मैले उनीहरुसँग पैसै उठाएन दाइ तपाईले फोन गरेर यहाँ पैसा नदिएकोलाई पनि मैले दिइसके भन है पैसा नदिएकोलाई पनि दिइसके भन है मलाई केटाहरूले जाऊ है त्यस्तो म देखाउँछु नि तपाईलाई सबै देखाउँछु नि तपाईलाई मिलनजी मैले डराउँछन् कि यहाँ तपाईसँग सबै थर कहाँ डराउँछन् दाइ यहाँ तपाईँ पनि अस्ति समातेर लगेर बसी मैले 1 रुपैयाँ उठाएन सोध्नु मैले भनिदिएर त्योभन्दा अगाडि 1-2 महिना उठाएको दाइ लिएको पनि हो पुलिस चौकी गएर बसेको नि हो त्यसपछि आएर मैले उठाएन तपाईँ मान्छे पनि कुट्नु भएन कसलाई कुटे दाइ एकजना त इन्डियन थियो नि पहिला कुट्ने दाइ जेली बोल्दो इन्डियनलाई बोलाएर कुट्या हो कि होइन भनेर सोध्या कुट्नु भयो भन्ने मैले हो कि होइन भनेर मैले त्यस्तो सुनेको थिएँ हो कि होइन भनेर सुने हल्लन चुक्तिर हुन्छ त्यसलाई कुटे मैले होइन भ्रम मात्र हो ल ठिक छ ओडामा त है हुन्छ भाइहरू तपाईँले नभने पनि हुन्छ यहाँ है पैसा दिएको नदिएको नभने पनि हुन्छ मलाई भन्नु पर्दैन हामीलाई भन्नु पर्दैन तर तपाईँहरूले पैसा कसैलाई दिनु पर्दैन तपाईहरूले यो 4200 रुपियाँ जो तिर्नु भएको छ त्यसलाई नवीकरण गर्ने वार्षिक रूपमा हो 1 वर्षमा त्यसको नवीकरण गर्ने हो 1 वर्षमा तपाईँहरूले बुझाउने 4200 हो त्यो यहाँ कसैलाई बुझाउने होइन वडामा बुझाउने हो कि नगरपालिकामा बुझाउने हो त्यो बाहेक हप्ता हो कि महिना हो कि वर्ष हो कसैलाई तिर्ने होइन काम गर्नुहोस् कसैलाई पैसा तिर्नु पर्दैन पैसा तिर्न छोडिदिनुहोस् अब तपाईँहरूले त भन्नुहुन्न थाहा छ मलाई तपाईँहरूले भन्नुहुन्न थाहा छ तर पैसा तिर्न छोड्नुहोस् काम गर्नुहोस् मजाले कसैलाई पैसा तिर्न पर्दैन राज्यलाई बाहेक तपाईहरूले व्यवसाय गर्नु भएको छ राज्यले दर्ता गरिदिएको छ ओडाले त्यो बाहेक कसैलाई पैसा नतिर्नुहोस् हुन्छ यति चाहिँ हुन्छ के हुँदैन यो पनि तिर्ने नै हो यहाँ नजिकबाट हामीलाई पनि कुनै सेक्युरिटी अब हामीलाई पनि पछि गएर कि अब झमेला हुँदैन भने त ठिक छ के अरे होइन अब यही कुराले गर्दा पछि यही कुरालाई हामीलाई बहसको रूपमा होइन धेरै कुराहरू लेखिदिन्छ नि त हामीलाई पनि गाह्रो होला नि कुनै टाइममा अब अहिले पो तपाईँहरू आउनुभयो हामीलाई सपोर्ट होला कुनै टाइममा हामीलाई पनि गाह्रो भयो भने सेक्युरिटी दिने कसैले होइन क्या प्रहरीले दिने हो सेक्युरिटी तपाईँहरूलाई प्रहरी पनि अब जुन हिसाबले अब यस्तो भइरहेको भने प्रहरीलाई नि ज्ञान छ त अनि अहिले तपाईँहरू होइन हेर्नुहोस् है हामी होइन तिर्ने हो हामी त यो तिर्ने हो भन्न तपाईँहरूले भन्नुहुन्छ भने त केही छैन तिर्न रहर छैन रहर भएर होइन तपाईँलाई के बाध्यता पर्यो भनिदिनुहोस् त मलाई तिर्ने त मैले होइन हाम्रो त अब हाम्रो साउहरू पनि हुन्छ हामी त कामदार होइन कोही पर्सनल क्यामराम्यान छ यो पर्सनल हो उसलाई सोध्नु तिर्नुहुन्छ
ल भन्नुहोस् त ल तिर्नु त पर्छ। तिर्नुपर्छ कति तिर्नुपर्छ भनिदिनुहोस् त भन्नु न भन्नु कति तिर्नुपर्छ भन्नुहोस् न ए मेरो भाइ भन्नुहोस् त कति तिर्नुपर्छ ल 13,000 13,000 तिर्नुपर्छ कति महिनाको कसलाई तिर्नुपर्छ अब ओडामा दर्ता भनेर माग्छ गरे होइन उनीहरूलाई त्यही हो। कसलाई तिर्नुहुन्छ तपाईँले पैसा पैसा कसलाई तिर्नुहुन्छ यति त भनिदिनुहोस् 13,000 तिर्नुहुन्छ कसलाई तिर्नुहुन्छ नडराउनुहोस् न नाम भनिदिनुहोस् त नामले भन्न सकिन्छ। कसैले भन्न सक्नुहुन्छ त नाम कसलाई तिर्नुहुन्छ पैसा भनेर सक्नुहुन्न अनि होइन यहाँ मुटु भएको कोही छैन कसलाई तिर्नुहुन्छ नाम भन्न सक्नुहुन्छ बोल्नु भएन एउटा